छ्याजुलो सबैजनालाई यो चाहिँ मलाई माग्नु आएको दिनको भिडियो हो केटापट्टिको लमी र केटीपट्टिको लमीको एउटा इन्टेन्स कम्युनिकेसन छ कि हामी इन्ट्रेस्टिङ तपाईहरु पनि हेर्नुहोस् केटीपट्टिको लमी चाहिँ मेरै बाजे हो अन्त हि इज सो स्ट्रिक्ट केको लागि राख्नु भयो केको लागि आउनु भएको हो हामीलाई त थाहा छैन हामी चाहिँ के अरे बडा कागछोडा दार्जिलिङबाट आएको हामी गुरुङ सन्तान पैजोलामा र तपाईहरुको यहाँ हामी फेरि यहाँ गुरुङ सन्तानै पर्यो भनेर सुनेको थियौँ र लामछाने पर्यो भनेर सुनेको थियौँ र यसो हामी तपाईहरुसँग यसो सम्झिनीको साइनो जोड्नु पाएको तपाईहरुले अनुमति दिनुहुन्छ कि हुँदैन र भित्र पस्ने त्यसपछि चाहिँ कुरा गर्नु होला भित्र पस्ने चाहिँ पहिला अनुमति पायो भने चाहिँ राम्रो हुने थियो हजुर भनेपछि कुरा बुझ्यो बारी हेर्नु त आउनु भएको छैन रहेछ सम्झे हेर्नु त आउनु भएको होइन यस्तो जो कि हामी त सोचेको थियौँ बा बुहारी पो हेर्नु हाम्रो घरको छोरी चेली पो लगेको लाग्छ कि क्या जस्तो लाग्यो त होइन रहेछ छोरी सम्झेहरू पो हेर्नु आएको रहेछ होइन पहिला चाहिँ अब हामी छोरी चेली तपाईँहरूको लगेर सम्बन्ध त अब के अरे सम्झिनीको भइहाल्यो पहिला चाहिँ अब हाम्रो छोराले तपाईँहरूको घरको छोरी चेलीलाई यसो मन पराएको छ र अब त्यो साइनो जोड्नु र सधैँभरि जीवन साथी रोजेको अनुमति दिनुहुन्छ कि हुँदैन ठिकै छ त्यसो भए है अब उहाँहरू हाम्रो छोरी चेलीलाई मन पराएछ र उहाँको छोराको जीवन साथी बनाउनु आएको रहेछ अहिले कुराको छमक चाहिँ हामीले पायौँ र त्यसको लागि बसेर उभिएर होइन बसेरै बात मार्नु यसो पर्मिसन दिनुहुन्छ कि भनेर यो राखी बिन्ती गरेको रहेछ यो सगुन राखेर हामीमा बिन्ती गरेको रहेछ र हामी यसमा त वेलकमै गर्छौँ र अहिले अब जमाना अनुसारै चल्नु पर्यो र हामी ठिकै छ तपाईँहरूलाई स्वागत गर्छौँ र जति जे कुरा हुन्छ बसेर हामी बात मारौँ है ठिकै छ अब यस्तो लाग्दो एन्काउन्टर पछि चाहिँ हाम्रो केटापट्टिको लमीलाई चाहिँ मेरो घरमा एन्ट्री दिँदैछ अब चाहिँ नेक्स्ट स्टेप चाहिँ हाम्रो गुरुङहरूको मेन रीतिथितिहरूको कुराहरू चाहिँ अब आउने रहेछ होइन त्यो चाहिँ अब म नेक्स्ट भिडियोमा राख्छु अनि यसरी नै चाहिँ मेरो बिहाको सबै भिडियोहरू चाहिँ अपलोड गर्नेछु झोलामा छ डकुमेन्टेसन होइन प्लस एउटा मेमोरीको लागि